जयमसी मेरो नाम चाहिँ रामबहादुर पाखरिन हो। कस्तो लाग्यो? एकदम खुसी लागिरहेको छ। ग्रेजुएसन हुनुभयो? हजुर, ग्रेजुएसन गर्दाखेरि के गर्नु पर्दो रहेछ? अब सुरुमा त अब यो क्लास जोइन हुनु पऱ्यो। त्यहाँबाट निरन्तर यो क्लास 10 महिना दिएर हामी नछुट्याइकन 10 महिनासम्म निरन्तर क्लास दिएपछि ग्रेजुएसन हुने हो। एकदमै राम्रो शिक्षा छ यसमा आएर नयाँ वचन एकदमै है नयाँ गरी जन्मिनुपर्छ भन्ने कुरा चाहिँ हामी शिक्षणको आएर यो वचन एकदमै बुझ्ने मौका पाएको छ। प्रभुले धन्यवाद। म पहिला एकदमै स्वतन्त्र व्याख्या मण्डलीमा भनौँ न सत्यको वचन चाहिँ पाउने थिएन। एकदमै मनगणन्तीहरू स्वतन्त्र व्याख्याहरू चाहिँ वचनहरू पाउँथ्यो। म चाहिँ पहिला चाहिँ अब एकदमै वचन चर्चमा जति गए पनि अब के हो वचन नभएको जस्तो त्यस्तो महसुस हुन्थ्यो। अहिले यसमा नयाँ कसलाई पृथ्वीमा आएपछि चाहिँ एकदमै वचन चाहिँ खुलेर प्रष्ट बुझ्ने वचनहरू हामीले पाएको छौँ। प्रभुलाई धन्यवाद भएको होस्। आज 10 महिना निरन्तर यो क्लास लिएर नछुट्याइकन यो क्लास निरन्तर लिएर हामी ग्रेजुएसन गरेको छौँ। वचन पनि एकदमै उत्पत्तिदेखि प्रकाशको पुस्तकसम्म चाहिँ हामीले प्रष्ट बुझेको छौँ। प्रभुलाई धन्यवाद भएको होस्। यो वचन यसरी खोलेर हामीलाई प्रकाशित वचनहरू यसरी देखाउनु भएकोमा प्रभुलाई धन्यवाद भएको होस्। यदि यहाँहरू पनि यो वचनहरू सिक्नलाई इच्छुक हुनुहुन्छ भने कृपया आउनुहोला। किनभने यसमा चाहिँ एकदमै जति पुरानो मण्डलीहरूमा बसिरहनु भएकोहरू चाहिँ यो मण्डलीमा आएपछि चाहिँ एकदमै तपाईँहरू नयाँ कस नयाँ पृथ्वीमा चाहिँ पुरै तपाईँहरू चाहिँ एकदमै भनौँ न यो वचन पाएर चाहिँ तपाईँहरू एकदमै उत्साहित हुनुहुन्छ अनि तपाईँहरू छर्लङ्गै हुनुहुन्छ के रहेछ यहाँनिर भन्ने कुरा चाहिँ तपाईँहरू कष्ट बुझ्नुहुन्छ। हुन्छ, धन्यवाद हजुरलाई। ती बालीहरूलाई बटुल्ने यो महान जिम्मेवारीले के भन्छ